हेलो साथी हो, हेर्नुहोस् तपाईँ देख्न सक्नुहुन्छ ल। आज चाहिँ मैले पर्क चिल्ली बनाएको छु। बसोसरी छ्यापछ्याप्ती छ। त्यो चाहिँ करङको भएको पिस हो। र यसमा मैले मेन कुरा चाहिँ के हालेको छु भन्दा यसमा नि मैले आज टिम्बुर पिसेर एड गरेको छु। र टिम्बुरको राम्रो मजाको फ्लेभर आइरहेको छ। डल्ले खोर्सानी नि यहाँ देख्न सक्नुहुन्छ, डल्ले खोर्सानी कुच्याएर हालेको छु। पिरो पिरो पारेर टिम्बुरको फ्लेभरमा दामी भइरहेको छ। र एक पिस उठाएर चाहिँ टक्कै सानो पिसलाई टक्कै उठाउँछु। अन्त यो चाहिँ फर्मासु पनि हो। तपाईँले यो फर्मासु नभए बोसो खाएर देखाउनु पऱ्यो। यो पिस चाहिँ सुँगुरको हेर्नुहोस् त, बोसोसरीको यो पिसलाई चाहिँ म खान्छु। अब खाएको त देखाउँदिनँ, हेर्नुहोस् ल, खाँदैछु अब।